जुन महल सिर्जना भएको छ यो एकदम नेपाली जनताको दुःखद महल हो। जुन देशको उज्यालोको हिरो कुलमान घिसिङप्रति जुन अन्याय अत्याचार यो नेपाल सरकारले गरेको छ यसको घोर विरोध र भर्त्सना म गर्न चाहन्छु। मैले किन घोर विरोध र भर्त्सना गर्न चाहन्छु भन्दाखेरि चाहिँ कुलमान घिसिङ यो विद्युत प्राधिकरणमा आउनुभन्दा अगाडिको जुन व्यक्तिहरू थिए निर्देशकहरू धेरै थिए त्यति बेलाको घाटा अरबौं घाटा थियो र नेपाली जनताले 18 घण्टा लोड सेडिङमा बस्न बाध्य थियो। सहरमा बसेर भए पनि गाउँमा बसेर भए पनि टुकी र क्यान्डल बालेर बस्नुपर्ने बाध्यता थियो। अनि यस्तो बाध्यताबाट मुक्त गराइदिने जुन नायक व्यक्तिले जुन अन्याय गरेको छ, जुन मन्त्री परिषदले कामको मूल्याङ्कनले 0 दिएको छ, यसको घोर विरोध र भर्त्सना जति गरे पनि पुग्दैन। अनि यस्ता नेताहरूलाई चाहिँ तानेर घिसारेर ल्याएर टुन्टी खेलमा चाहिँ फाँसी दिनुपर्ने जस्तो देखिन्छ। अनि यही कारणले गर्दा म एउटा कुरा के पनि भन्न चाहन्छु भने यो देशमा जति पनि राजनीतिक नेताहरू छ, राजनीतिक दलहरू छ, अनि यो दलहरूलाई यो जुन नेताहरूलाई अहिले चाहिँ जुन प्रकारले जुन अलि बङ्गलादेशमा भयो नि त्यो भन्दा बढी भाग्ने टाइमले नदिइकन नेपाल जनता मिलेर लहड्ने एकदम यसलाई भाग्ने टाइमले नदिइकन यसलाई नै यतै जिउँदै जलाइदिनु पर्ने जस्तो अवस्था म देख्दछु। अलि हरेक प्रत्येकको सोसियल मिडियामा मोबाइलमा होस् अथवा हरेक क्षेत्रमा हेर्दाखेरि तपाईँको कुलमान जिन्दाबाद केपी ओली मुर्दाबाद अब लालटिन र टुकी बत्तीहरू खोज्दै होइन पुरै अब चाहिँ लोड सेडिङ हुने भयो। अब टुकी बत्ती जान थालेको चाहिँ मैले तपाईँलाई एउटा कुरो विचार गर्नु पर्दैन। म हिजो पनि मेरो घरमा बत्ती गएँ, आज बिहान पनि बत्ती गएँ। अब बत्ती जान सुरु गरिसकेको छ र उनीहरूले घोषणा पनि गरिसकेको लोड सेडिङ सेड्युल पनि घोषणा गरिसकेको छ। अनि यही हिसाबले अब के हुन्छ भने कुलमानले त देशदेखि बाहिर देशसम्म बिजुली बेचिरहेका थिए। त्यही त भन्दैछु त यस्तो व्यक्तिलाई गएर जुन घुसखोरी भ्रष्टाचारी नेताहरूले जुन प्रकारका अन्य अत्याचार छन् यही बिनाहरूलाई चाहिँ हामीले नेपाली जनतालाई ठिक पार्नुपर्छ भनेर मैले अब नेपाली जनताले तपाईँले भन्दै गर्दाखेरि म अर्को एउटा कुरा के पनि उजागर गर्न चाहन्छु भने तपाईँले भन्नुभयो यहाँ केपी ओली हो प्रधानमन्त्री केपी ओली छ तर ऊर्जा मन्त्री जुन दीपक खड्का छ नि त्यो जस्तो गई गुज्रेको तल्लो स्तरको मान्छे कोही पनि छैन रहेछ क्या। किन भन्दाखेरि उसको व्याकरण तपाईँले हामीले हेर्नुपर्छ। दीपक खड्का पहिला कस्ता खालको मान्छे थिए र अहिले मन्त्री भएको छ, ऊर्जा मन्त्री जो भएको छ नि त्यसकै शिकारमा केपी ओली परेको छ क्या। यो भनेको घुसखोरी भ्रष्टाचारी नलायक मान्छे रहेछ क्या। यसको इतिहासलाई हामीले पढ्दै गयो भने यसको म इतिहास अलिकति बदल्न चाहन्छु। यो नेपाली जनतालाई अहिलेसम्म यो इतिहास कसैलाई पनि थाहा छैन जस्तो लाग्छ मलाई। दीपक खड्का विचार उसको दाइले एउटा त्यहाँ विदेशबाट एउटा मेन पावर खोलेको रहेछ। मेनबाट खोलिसकेपछि उसलाई विदेश जापान पठायो। जापानमा बसे आफूभन्दा आफूले आमा भने भनौँ त भन्न मिल्ने एउटा केटी जापानिज केटीसँग बिहे गरे क्या। जापानिजसँग केटीसँग बिहे गरिसकेपछि जापानमा जति पनि त्यहाँको त्यो व्यक्तिको आफन्त आमा बुवा बित्यो त्यसपछि त्यो केटीलाई नेपालमा लिएर आएर उसले चाहिँ त्यहाँको हरेक सम्पत्तिहरू नेपालमा लिएर राखे। अनि त्यसपछि उसले ठुला नेताहरूसँग सङ्गत गर्न थाले कि भ्रष्टाचार गर्न थाले र त्यसपछि ठुला नेताहरूलाई पैसाले किन्न थाले र पैसाले किनिसकेपछि अहिले दीपक खड्काले यो काम किन गरिरहेछ भन्दाखेरि चाहिँ अब नेताहरूले किन्दाखेरि उसको त करोडौं अरबौं पैसा खर्च त भइसक्यो। उसले बिचारा जुन व्यक्ति छ जुन उता के अरे जापानिज केटी छ त्यो केटीको पैसा ल्याएर नेपालमा सकायो। बुढीले पनि के चिज गर्यो एउटा उसले त्यति बेला त्यो केटीमाथि पनि अन्याय र अत्याचार गरेको छ। उसले त्यो केटीलाई एउटा मान्छेले चिनाउँदा आमा भनेर चिनाउँछ, उसले बुढी भनेर कहिले चिनाउँदैन। मान्छेलाई चिनाउँदा आमा भन्छ, आमा भनेर चिनाउँछ, बुढी भनेर चिनाउँदैन। रातिसँगै सुत्छ हरेक कुरा सँगै हुन्छ तर त्यसलाई आमा भनेर सम्बोधन गरेछ किनभने उमेर हेर्दाखेरि आमा सबको भन्दा बढी बुढी देखिन्छ। र उसले फेरि झाबाको एउटा केटी बिहे गरेर राखेको छ। फेरि अहिले केटी बिहे गरेछ, अर्को केटी बिहे गरेर अन्य अत्याचार जुन महिलामाथि दमन शोषण गरेको महिला अधिकारमाथि जुन महिला अन्य अत्याचार उसले गरेको छ। अनि यस्तो चरित्र भए मान्छेले मैले अब किन यो कार्य कुलमान घिसिङ हराउँछ भनेदेखि अहिले ऊ मन्त्रीलाई एकचोटि हुन्छ भोलि त दोहोरेर जनताले त पठाउँदैन। अब यसै कारणले गर्दा उसलाई चाहिँ अब के भन्नु पैसा कमाउनु पर्यो। पैसा कमाउने उपाय के दिएको भनेदेखि जुन कुलमान घिसिङले जुन उद्योगहरूबाट बगैँचा उठाउन खोजिरहेको छ त्यही मान्छेहरूसँग त्यो दलाली
घुसखोरी भ्रष्टाचारी ती उद्योगका मान्छेहरूसँग चाहिँ उनीहरूले डिलिङ गरे। गुणमान घिसिङले दिनु भन्दा तिमीहरूले यति फाइदा हुन्छ मलाई यति देऊ भन्ने हिसाबले डिलिङ भयो। अर्को कुरो यो लोड सेडिङ हुनुभन्दा अगाडि हामीले हेऱ्यौँ भने लोड सेडिङ जति हुनुभन्दा अगाडि त के अरे इन्भर्टर कम्पनीले कति इन्भर्टर बनाइसकेको थियो, ब्याट्री कम्पनीले कति ब्याट्री, यो त सबै थन्काएको थियो। अब कतै लोड सेडिङ कुलमानलाई फकाएर गर्न सक्छ कि भन्दा लोड सेडिङ त झन् हट्दै हट्दै गएर विद्युत प्राप्तिको त उच्च स्तरमा 11-12 अरब नाफामा पुर्याइदियो। त्यसपछि तिनीहरूको त मुटु पाउँदैछ अनि त्यसपछि उनीहरूले दिपक खड्कालाई भेटे। यही भेटिसकेपछि अब चान्स के भने दिपक खड्कालाई पनि करोडौँ पैसा जुन जापानबाट लुटेर आएको, जुन महिलाको आफन्तबाट लुटेर आएको उसको सम्पत्ति अनि पार्टीको नेताहरूले खुवाइसके, पार्टीका मान्छेले दिइसके, टिकट लिनु पर्यो, चुनाव लड्दाखेरि अरबौँ पैसा खर्च भए। त्यसपछि त्यो असुल्नको निमित्त अब के गर्ने भनेको मन्त्री त एकचोटि हुन्छ। अब यो चान्स यही हो भनेर चाहिँ भित्रबाट कुलमान घिसिङलाई हटाएर त्यसपछि अहिले जुन व्यक्ति ल्याएको छ, जुन केपीको सारलाई लो केपीलाई पनि अलिअलि यसो बुझायो होला, त्यही हिसाबले काम गरेको थिएछ। यही हिसाब किताब अब हामी नेपाली जनताले लिनुपर्छ भन्ने हिजो चाहिँ पुरै तपाईँको चाहिँ जुलुस भएको छ। हजुर, युवाहरू सडकमा उत्रेर चाहिँ केपी ओलीको विरोध गरेका छन्। हजुर, कुलमान घिसिङलाई फेरि पनि चाहिँ विद्युत कार्यकारी चाहिँ बनाउनु पर्छ, कुलमान घिसिङलाई हटाउन मिल्दैन भन्ने कुराहरू गरेका छन्। हजुर, र विभिन्न किसिमको कुराहरू आउँदै गर्दाखेरि पनि हजुर, तर कुलमान घिसिङलाई त निकाली छाडे। अब कुरा के भन्छ भने नेपाल देशमा 3 तहको कुराहरू छ। एउटा के अरे कार्यकारी निर्देशक, कार्यकारी अधिकारी, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका। कार्यपालिका भनेको मन्त्री परिषदको कुराहरू भयो, न्यायपालिका अदालतको कुरा भयो, व्यवस्थापिका व्यवस्थापन कुराहरू छ। अब यसको कुराहरू के हो भनेदेखि चाहिँ जतिसुकै कर्मचारीहरू भर्ना गर्ने, कर्मचारी राख्ने नराख्ने कसो गर्ने भनेको त कार्यपालिकामा हुन्छ। सबै अधिकार शक्तिको सञ्चय त कार्यपालिकाले लिइसकेको हुन्छ। त्यसपछि त प्रधानमन्त्रीले चाहे खण्डमा, मन्त्रीले चाहे खण्डमा त कर्मचारी फेर्न त सकिहाल्छ। त्यही आफ्नो शक्तिको दुरुपयोग गरेर 2/3 सरकारको शक्तिको दुरुपयोग गरेर त देशको जनतालाई अँध्यारो बनाउन खोज्यो। उनीहरूले व्यक्तिगत स्वार्थमा, व्यक्तिगत अनि फाइदाको हिसाबले उनीहरूले त्यो सोच्यो, देशको हितको निम्ति सोचेन अनि त्यही शक्ति प्रयोग गरेको छ। तर एउटा झिनो आशा हामीसँग के पनि छ भनेदेखि चाहिँ अहिले अनि न्यायपालिका त छ नि त, न्यायपालिका सरपञ्चमा आज कुलमान दाइले के अरे रिट दायर गर्दै हुनुहुन्छ। अवश्य पनि उहाँ अझै 5 महिना भयो भने देशको हितको निम्ति काम गर्नुहुन्छ र फर्केर आउनुहुन्छ र न्यायपालिकाले यो कुरा बुझिदिनुहुन्छ र जनताको आवाज साथसाथै यो जुन जति पनि कुराहरू छन्, जुन अन्य अत्याचार छ, यसको विरुद्धमा न्यायपालिकाले के गर्नुहुन्छ भन्ने चाहिँ हामीले न्यायपालिकासँग आशा गरेको छौँ। खासै फेरि आशा जागिरहेछ। अझै 5 महिना उहाँको कार्यकाल सकिन बाँकी छ र 5 महिना काम गर्न पाउनुहुन्छ भन्ने आशा। न्यायले यदि न्याय दिएमा, हजुर, न्यायालयले न्याय दिए, यदि न्यायालय पनि बिक्यो भने, यदि न्यायालयले पनि यदि हाम्रो जनताको आवाज सुनेन भनेदेखि अबको यो समयमा यो सडक मात्र होइन, सदनदेखि मात्र होइन, यो देशमा नै आगो बल्ने कुरा छ भन्ने देख्छु। यो अब बिजुलीको आगो, अब आगो बल्ने छ, आगो बल्ने कुरा छ, बलिन्छ पनि। अब के हुन्छ त? अब यसरी हुँदै गर्दा देश अब कस्तो अवस्था हुन्छ? भ्रष्टाचारी घुसखोरीको सरकारलाई हामी कसरी ढाल्नु चाहिँ नेपाली जनताको हातमा छ नि त। अब म एउटा कुरा के पनि भने विकल्प त धेरै हुन्छ नि त। एउटा बाटो बन्द भने रोएर बस्ने भन्यो नि त। एउटा बाटो बन्द भयो भने 10 वटा 100 बाटो खुलिन्छ। अब एउटा कुरा यो त कुलमान घिसिङ दाइले त अहिले जम्मा के अरे 5 महिना काम गर्नेछ, 5 महिना त्यही भ्रष्ट घुसखोरी मान्छेहरू आउन सक्छ। यही हिसाबले अब हामीले एकदम स्थायी रूपमा जुन प्रकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नै गराउनु हो भने उहाँले त्यहाँ मात्रै सीमित राख्ने होइन, उहाँलाई पनि जुन पावर, जुन शक्ति छ नि, त्यो शक्तिमा ल्याउनु पर्छ। 84 को चुनावमा उहाँलाई यो एउटा के अरे प्राधिकरणको एउटा निर्देशन मात्र प्रधानमन्त्री बनाउनु पर्छ भनेर नेपाली जनताको मनमा सबैमा लागिसकेको छ। अवश्य यो कुरो हुन्छ र यदि यो सरकारले कुलमान घिसिङको यो अन्य अत्याचारलाई मूल्याङ्कन फिर्ता गर्न पुनर्बहाल गराएन भने 84 मा कुलमान घिसिङलाई हामी नेपाली जनताले प्रधानमन्त्री बनाउनेछ र 5 वर्षसम्म उहाँले ऊर्जा क्षेत्रमा होस्,
देश विकासमा होस्। उहाँ त टेक्नोलोजी मान्छे उच्च क्षेत्रमा मात्र नभइकन उहाँसँग धेरै ज्ञान छ, देश कसरी विकास गर्ने, कसरी अनि देश विकासमा उन्नतिमा पुग्न सक्छ भन्ने कुराको उहाँसँग नलेज भएको कारणले गर्दा उहाँले यो देशको प्रधानमन्त्री बनाएरै छाड्छौँ हामी। यो बनाउनमा कसरी रोक्दैन, यो चौरासीमा स्योर एकदम। अब दिनबन्दी गरे हुन्छ। अब चाहिँ 84 मा कुलमान दाइ चाहिँ उहाँले आँट्नुभयो, तर उहाँमा पनि एउटा साहस र आँट चाहिँ हुनुपर्छ। उहाँ एउटा कर्मचारी मात्र बस्छौँ हजुर भनेर बस्छु भनेदेखि उहाँको त्यो पनि दिन छैन। तर यदि नेपाली जनताले अहिले के चाहिरहेको छ भने 84 माको जुन निर्वाचनमा चाहिँ कुलमान घिसिङलाई चुनाव फेस गराएर देशको कार्यकारी प्रधानमन्त्री बनाउनुहुन्छ भनेर चाहिँ मलाई पूर्ण आशा छ, विश्वास मलाई लागेको। तर यहाँ त अहिले 25 समयमा अर्को कुरा नि के आइरहेछ भने चाहिँ कुलमान घिसिङजी एउटा चाहिँ तपाईँको चाहिँ बाहुनवादबाट लादिए भनिन्छ। त्यहाँनिर चाहिँ एउटा घिसिङको छोरा एकदम सही भयो भनेर चाहिँ यहाँनिर चाहिँ विवेकपूर्ण भयो भन्ने कुरा नि छ। एउटा कुरा के हो भने यहाँ एउटा बाहुनको छोरो त्यहाँ भइदिएको भए उनीहरूले वाह वाह भनेर पुरस्कार यत्रो उद्योग र पुरा मान सम्मान गरेर विदाय गर्थ्यो। उहाँलाई मान सम्मान गर्ने विदाय गर्नुभन्दा उहाँले उपहार के थियो, यत्रो वर्ष काम गरेर उहाँलाई धन्यवाद दिनु, 0 दिनमा चाहिँ कस्तो बाहुनवाद हो किन भन्नुहोस् न। त्यो बाहुनवादले गर्दा नै जुन हाम्रो नसल बाहुनवादले गर्दा नै यो हाम्रो तामाङ जातिमाथि जुन व्यवहार पहिलेदेखि गर्दै आएको छ, परापूर्वकालदेखि जुन कुराले गर्दै आइरहेको छ नि त्यो अहिले पनि देखिरहेको छ क्या। हाम्रो तामाङको राम्रो काम गर्न देखिसकेन क्या। एउटा कुरो हामीलाई एउटा कुरो के छ भने तामाङहरू यति ठाउँमा पुगे पनि गर्न सक्ने रहेछ भन्ने कुरा त हामीले देखेकै छौँ। ज्वलन्त उदाहरण देखाइदिनु। उहाँ मात्र विजय लामा जस्तो मान्छे छ, कुलमान घिसिङ जस्तो मान्छे छ, विभिन्न किसिमको सेक्टरहरूमा जति काम गरेको छ सबैले राम्रो गरेको छ क्या। यही कारणले गर्दा यही कुराले अब तामाङहरू पनि माथि पुग्ने भए, अब तामाङहरूले फेरि हामीलाई राज्य गर्ने भए, हाम्रो कुराहरू मान्नु भए, मानेनन्, अब ऊ ठुलो हुने भयो भनेर बाहुनहरूको जुन हृदयमा चाहिँ छ नि ढ्याङ्ग्लो बचेको छ। त्यही कारण अहिले नै यसलाई समानता पाउनुपर्छ भन्ने जुन चलेको छ। तर म एउटा कुरो के भन्छु, पहिलाको जुन तामाङ जातिमा चाहिँ जसरी हाम्रो पुर्खालाई जसरी हेप्न सक्यो अब चाहिँ हेप्दैन। हामी तामाङहरू जाग्यो भने यो देशमा उथल पुथल हुन्छ। यो तामाङहरूलाई नचिस्काउनुहोस् भन्छु। तपाईको साथ र सपोर्ट कसरी छ कुलमान घिसिङलाई अब भनिदिनुस्, तपाईको साथ छ? अब हामी मैले अघि नै भनिसके, हामीले राजनीतिक रूपमा हामीले जति पनि कुराहरू गर्नुपर्ने छ, त्यसपछि रणनीतिक रूपमा हामीले जति पनि कुराहरू छ, कूटनीतिक रूपमा जति पनि पहल गर्नुपर्छ हामी सबै कुरा गर्छौँ। यो देशमा हामीले उहाँलाई म एउटा कुरो यस तपाईँको उसबारे के आह्वान गर्न चाहन्छु भने उहाँले एउटा नेतृत्वको जिम्मा लिइदिनु पर्यो र तपाईँको साथमा नेपाली जनता, हाम्रो सबै नेपाली जनताहरू कसले तपाईँको पछि तपाईँको जय जयकार गरेर अहिले पनि सडकमा हिँडिरहनु भएको छ भने भोलि त्यही बाटो तपाईँलाई सदनमा तपाईँलाई पुर्याउने काम चाहिँ हाम्रो नेपाली जनताले गर्छ र यसको निम्ति उहाँले एउटा साहस र आँट चाहिँ गर्नुपर्छ भनेर चाहिँ म भन्न चाहन्छु। खास अब यो सँगसँगै तपाईँले अब अहिले हेर्दाखेरि पछि समयमा हेर्दाखेरि केपी ओली सरकारमा हुनुहुन्छ, प्रधानमन्त्री पनि हुनुहुन्छ र उहाँको सबै अहिले उहाँकै अगाडि पनि जनताहरूले उहाँको विरोध गरिरहेको छ। उहाँलाई चाहिँ विभिन्न किसिमको अहिलेको सरकारको आलोचना भएको नभएको त कहीँ पनि देखिँदैन नि त। जहाँ गए त्यहीँ फुटबल खेल्न गए त्यहाँ मुद्दाबाद केपी ओली चोर देश छोर भनेको देख्नु भएको होला, जहाँ पनि गरिएको छ नि त। तर एउटा कुरो यो 2/3 सरकार भएको कारणले गर्दा यो जुन हाम्रो जुन संविधानमा लेखिएको जुन नियमहरू छ, जुन संविधान लेखेको बुँदाहरू छ, त्यो 2/3बाट फाल्न नमिल्ने मात्र हुँदैन। केही बेला त पहिल्यै फालिसक्थ्यो त, नेपाली जनतालाई चाहेको त छैन। त्यही कारणले गर्दा अब जुन किन नचाहेको भनेको त कारण छ। कुलमान घिसिङ जस्तो मान्छेलाई के गर्ने, बर्खास्त गर्ने। एउटा कुरो म दिनु आइजिपी हुने बेलामा पनि हाम्रो तामाङ जातिमा अन्याय भएको छ। हाम्रो जुन प्रकारले आइजिपी हाम्रो हुनुपर्ने थियो तामाङ जातिको एउटा छोरो, तर त्यो नदिइकन अर्को मान्छेले गरेको छ। त्यति मात्र नभइकन हाम्रो जति पनि कुराहरू गरेको छ अहिलेको सरकारले के चाहिँ राम्रो गरेको छ, भ्रष्टाचार गरेको छ, घुसखोरी गरेको छ, अनि त्यस्ता कुराहरूमा उ गरेको छ। आफ्नो मान्छे जोगिएको छ, राम्रो मान्छेलाई बालिन जस्तो मान्छेलाई तह लाउन खोजिरहेको छ, हर्बसँग जस्तो मान्छेलाई तह लाउन खोजिरहेको छ, कुलमान घिसिङ जस्तो मान्छेलाई तह लाउन खोजिरहेको छ। अनि यो सरकारले राम्रा मान्छेलाई छानी ढोङमा हाल्न खोज्ने, तर नराम्रो मान्छेहरूले ल्याउँदै अनि स्थापित गर्न खोजेपछि यो नेपाली जनताले यसको हिसाब किताब मजाले लिन्छ र यो नेपाली जनतालाई पहिला जसरी हजुर भनेर बस्नेवाला छैन। देश त फेरि अन्धकारमा जाने भयो नि, अन्धकारमै हुने भयो। एकदम चिन्ता लागिरहेको छ। मैले भनेपछि मेरो घरमा आएर 2-3 चोटि भइसक्यो बत्ती गएको। अब इन्डियाको व्यापार बिजनेस फेरि बढ्ने भयो, लाइटहरू सोलरहरू विभिन्न किसिमको। एकदम
मैले अघि नै भनिसकेँ यो कुरा त हुने नै हो। यो व्यवसायहरूबाट आफ्नो देशबाट बिजुली बेचेर इन्डियालाई लाइदिरहेको छ। चुनाव लडेको खर्च त उसले लिइसकेको छ। अझै कमाउनु छ, उसको नाति पनातिसम्म पुग्ने व्यक्तिसम्म पुग्ने ऊ गरेको छ। उसँग सपाको एउटा गाउँमा दुर्गम ठाउँमा जन्मेको मान्छे हो त। दुर्गम ठाउँमा जन्मेको मान्छे आएर अहिले यो के अरे चपल कारखानातिर के अरे उसनेर बुढानीलकण्ठनेर यहाँ करोडौँको घर बनाएको छ, भिआइपी घर बनाएको छ। पैसा कहाँबाट आयो त्यो भ्रष्टाचार गरेको त हो नि। त्यही कारणले यहाँ चाहिँ दीपक खड्काको प्लानमा, दीपक खड्काको जुन खानेको उसको न्युमा चाहिँ यहाँ नेपाल सरकारमा जति पनि भएको छ त्यसको पनि बदनाम भइरहेको कुराहरू भइरहेको छ। हिजो तपाईँको एउटा क्याट तपाईँको गगन थापाले ओहो गुल्मालाई हटाएकोमा आपत्ति छु भन्यो, तर फेरि विद्युत प्राधिकरणको जुन अहिले निर्देशकलाई स्वागत गर्न उही पुगेको छ त। उनी एकदम अङ्गलमाल गर्न पुगेको छ। तर त्यही कारण गर्दा यहाँ नेपालीले बोल्ने चाहिँ एउटा काम गरेर एउटा छ नि, यो नेपाली गगन थापा र उहाँकै साथी मित्र काङ्ग्रेसको अर्को एकजना नेता दुईजना मिलेर त कुलमान घिसिङलाई हटाउनु मिल्दैन भनेर पछि उहाँहरूले बोलेको कुराहरू पनि होइन। मुखले बोल्यो भने त व्यवहार देखिनु पर्यो नि त। हिजो फेरि त्यहाँ विद्युत प्राधिकरणमा स्वागत गर्न चाहिँ किन गएको त गगन थापा? तपाईँ हिजो त तपाईँ फोटो प्रस्तुत भएकै देखिरहेको छ त। वही पहिला सुरु पुगेको छ। यदि कुलमान घिसिङलाई पुनः बहाल गर्ने उसले चाहेको भए कुलमान घिसिङको पक्षमा भए ऊ जाँदैन नि। भनेपछि नेताहरूले त जनताहरूले त बिजुलीबाट मात्र होइन बोली वचनबाट नि अन्धकारमै सुतिरहेछ। अन्धकारमा सुत्यो, झुट बोल्ने धेरै झुटहरूको सञ्जाल भएको कारणले गर्दा यो देश विकास नभएको हो नि त। यदि झुट नबोले काम गर्ने जस्तो कुलमान घिसिङ जसले काम गरेको भए नेपालमा कुलमान घिसिङले पहिला आउनुभन्दा अगाडि 8 अरबभन्दा बढीकै थियो, घाटा थियो, ऋण थियो। त्यो लोन तिर्दै गर्दाखेरि अहिले 11-12 अरब नाफा पुर्याएको छ। अनि यस्तो मान्छेलाई जिरो दिने, त्यसपछि यस्तो मान्छेलाई फेरि के गर्न थाले, यो चाहिँ सबै श्रेय चाहिँ भारतलाई दिनुपर्छ, इन्डियालाई दिनुपर्छ भन्ने। अनि यसको दिमाग छ कि छैन? यस्तो पागल मान्छेलाई यहाँ के अरे मन्त्री बनाएपछि देश कहाँ जान्छ भन्नुहोस् न। म चाहिँ दीपक खड्का जस्तो पागल हुन्छ, पागल। यो यस्ता पागल दिमाग नभएको गई गुज्रेका व्यक्ति हुन त सङ्घ सभाको त्यो थोत्रै त्यो उस ठाउँबाट गाउँबाट आएको व्यक्ति अहिले आएर यत्रो लग्जरियस लाइफ जिउन पाएको छ, यत्रो उ गर्न पाएको छ। अनि त्यसपछि त उसको दिमाग त पागल पनि हुने भयो। तर पागल भयो भन्दैमा देशको जनताको हित र देशको के अरे हितको विपरीत यदि काम कसैले गर्छ भने हामी नेपाली जनता चुप्लाने, युवाहरू चुप्लादैनौँ र यस्ता व्यक्तिहरूलाई छानी हामीले ठिक पार्छौँ भनेर पनि भन्न चाहन्छु। समय र संवादको लागि तपाईँलाई धन्यवाद। यहाँलाई पनि धेरै धेरै धन्यवाद। नमस्कार।